आज हामी बौद्ध आएको छौँ। उहाँ चाहिँ महेश राउत यो ऊ हिँडाउँदै हुनुहुन्छ। यसको नाम के हो रे मलाई पनि थाहा छैन। ल दिदी यता आइदिनुहोस् त साइड। ल उहाँले हिँडाइसक्नु भएको छ। अब हामी बाहिर जान लागेका छौँ। ल गाइस फुल भिडियो हेर्नु होला। ल उहाँ यता हेर्दै हुनुहुन्छ। ल अब मान्छेहरू देखाउँदैछु म यहाँ। यहाँहरूलाई उहाँ चाहिँ टुरिस्ट अनि धेरै जातिका मान्छेहरू आइरहेछन् घुम्न यहाँ। अनि उहाँ चाहिँ अगाडि हिँड्ने भन्नुभएको छ, हिँड्दै हुनुहुन्छ। त्यो परेवा पनि हेर्नु भएको छ, उहाँले देख्नु सक्नुहुन्छ। ल अर्को सोल्टी पनि जानु भएको छ। ल गाइस ल हेर्नु होला, परेवा पनि देखिरहेछन् है। यी वा क्या राम्रो परेवा छन्। यता मन्दिर देख्न सक्नुहुन्छ माथि, यति ठुलो छ। अनि यता परेवा गाइस तार ल क्या राम्रो परेवा छन् है। ल एकजना समात्नु त। ल परेवालाई समाउ त। ल चाहिँ बौद्धका सामानहरू हुन् है। ल हेर्न सक्नुहुन्छ। ल हाम्रा दुईवटा ड्याङ्ग्राहरू यहाँ छन् है। यता के हिँडाउन लागिरहेछन्। राम्रोसँग हिँडाउ है। यहाँ चाहिँ बुढा बाजे पनि हिँडाउन लाग्नु भएको छ। शान्तिको प्रतीक हुने संसारभरि। अरे यार तिमीहरूको अनुहारमा मात्रै कति देखाउने, मेरो अनुहार पनि देखाउनु पर्ने यार। ल माथि देख्न सक्नुहुन्छ तपाईँले। ल उहाँ चाहिँ महेश राउत। ल गाइस ल हेर्न सक्नुहुन्छ। यति राम्रो मन्दिर रहेछ क्या यहाँ काठमाडौँमा बौद्ध। हेर्नुहोस् काठमाडौँ सर र दुईटै दिदीलाई पनि देखाइदिउँ त पछाडिबाट। ल गाइस ल हेर्नुहोस् मान्छेको भिड धेरै छ है। यता सब मान्छेहरू हुनु छ।